नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले सायद बाठो हुनुको बारेमा हाम्रो सोच नै बदलिदिन सक्छ। यो हो बहुबौद्धिकताको सिद्धान्त। ल सुरु गरौँ है त। एकैछिन सोच्नुस् त, के तपाईँ बाठो हुनुहुन्छ? सुन्दा त एकदमै सजिलो प्रश्न हो, होइन र? तर यसको जवाफले हामी आफूलाई कसरी हेर्छौँ, आफ्नो क्षमतालाई कसरी बुझ्छौँ भन्ने कुराको गहिरो रहस्य खोल्छ। लामो समयसम्म, भनौँ न झण्डै 1 शताब्दीसम्म बौद्धिकता भनेको एउटा नम्बर मात्र थियो, जस्तै आइक्यू स्कोर। तपाईँको आइक्यू यति मतलब तपाईँ यति बाठो, कुरा खत्तम। तर एकछिन सोच्नुस् त, के साँच्चै मान्छेको क्षमतालाई एउटा नम्बरमा मात्रै बान्न सकिन्छ र? के कथा अर्कै छ? हो, यही प्रश्नले हामीलाई हाम्रो पहिलो खण्डमा पुर्याउँछ। के बाठो हुने एउटै मात्र तरिका हुन्छ त? यो बौद्धिकताको दुनियाँमा दुईटा ठूला विचारहरूबीच सधैँ टक्कर चल्दै आएको छ। एकातिर छ सामान्य बौद्धिकताको सिद्धान्त, जसलाई जी फ्याक्टर पनि भनिन्छ। यसले के भन्छ भने हामी सबैसँग एउटा मूल दिमागी शक्ति हुन्छ र त्यही शक्तिले हामी गणितमा कति राम्रो गर्छौँदेखि लिएर भाषामा कति पोख्त छौँ सबै कुरा निर्धारण गर्छ। अनि अर्कोतिर छ बहुबौद्धिकता, जसले भन्छ त्यस्तो होइन, हामीसँग एउटा होइन धेरै थरीका एकअर्कासँग खासै सरोकार नराख्ने क्षमताहरू हुन्छन्। यसलाई बुझ्न एउटा कम्प्युटरको उदाहरण लिउँ। कि हाम्रो दिमाग एउटा अल इन वान सुपर कम्प्युटर हो जसले जे काम पनि फ्याट्टै गरिदिन्छ, कि यो धेरैवटा छुट्टा छुट्टै कम्प्युटरहरूको एउटा नेटवर्क जस्तो हो जहाँ हरेक कम्प्युटरको आफ्नै विशेष काम छ? हो, यही प्रश्न नै बहुबौद्धिकता सिद्धान्तको केन्द्रमा छ। त्यसो भए अब कुरा गरौँ त्यो मान्छेको जसले यो पुरानो सोचलाई नै हल्लाइदिए, हार्वर्ड गार्डनरको र उनको त्यो किताब फ्रेम्स अफ माइन्डको। हो, यही हो त्यो किताब जसले सबै कुरा बदल्यो। सन् 1983 मा जब फ्रेम्स अफ माइन्ड बजारमा आयो, यसले मनोविज्ञान र शिक्षाको क्षेत्रमा एउटा ठूले भुइँचालो ल्याइदियो भनौँ न। गार्डनरको यो सिद्धान्त आकाशबाट खसेको थिएन है। यो त वास्तविक मान्छेहरूको जीवन हेरेर उनीहरूलाई बुझेर आएको थियो। जस्तै उनले कलालाई गहिरोसँग हेरे, जसलाई त्यति बेलाको मनोविज्ञानले खासै वास्ता गर्दैनथ्यो। उनले मस्तिष्कमा चोट लागेका बिरामीहरूलाई अध्ययन गरे। सोच्नुस् त, कोही मान्छे बोल्न सक्दैन तर गजबको सङ्गीत बनाउन सक्छ। अनि मानव विकासको अनुसन्धान गरे। यी सबै कुराले एउटै निष्कर्ष देखायो, बौद्धिकता एउटै हुँदैन, यो त थरीथरीको हुन्छ। गार्डनरले आफैले भनेका छन्, एउटै दिमाग, एउटै बौद्धिकता, एउटै समस्या समाधान क्षमताको बारेमा सोच्नु नै गलत हो। उनको भनाइ एकदमै स्पष्ट छ। मान्छे यति विविधतापूर्ण छ, यति जटिल छ, हामीले कसरी उसको सम्पूर्ण क्षमतालाई एउटा साङ्गुरो बाकसमा कैद गर्न सक्छौं र? ल, अब हेरौँ गार्डनरले त्यो एउटा नम्बरको सट्टामा के प्रस्ताव गरे त। यसलाई बौद्धिकताको एउटा सिम्फनी भन्न सकिन्छ। सोच्नुस्, पुरानो सिद्धान्त एउटा बाँसुरी जस्तो थियो, एउटै बाजा, एउटै धुन। तर गार्डनरले भने दिमाग भनेको त पुरै अर्केस्ट्रा हो, जहाँ हरेक बाजाको मतलब सारङ्गी, तबला, गिटार सबैको आफ्नो महत्व छ, आफ्नै धुन छ। र जब यी सबै एकसाथ बज्छन् तब एउटा गजबको सङ्गीत बन्छ। यसैले गार्डनरले बौद्धिकताको परिभाषा नै बदलिदिए। उनका अनुसार बाठो हुनु भनेको परीक्षामा नम्बर ल्याउनु मात्र होइन, यो त आफ्नो समाजमा, आफ्नो संस्कृतिमा मूल्यवान मानिने कुनै समस्या समाधान गर्नु हो वा केही नयाँ सृजना गर्नु हो। त्यो कविता लेख्नु हुन सक्छ, बिग्रेको मसिन बनाउनु हुन सक्छ, वा कसैको मनको कुरा बुझिदिनु पनि हुन सक्छ। अनि यो अर्केस्ट्राका बाजाहरू के हुन् त? ल हेरौँ है। पहिलो छ भाषिक शाब्दिक बौद्धिकता, शब्दहरूसँग खेल्ने खुबी, जस्तै महाकवि देवकोटामा थियो। त्यसपछि आउँछ तार्किक गणितीय, तर्क र अङ्कहरूमा दखल, कुनै महान वैज्ञानिक जस्तो। अर्को छ स्थानिक बौद्धिकता, जसले नक्सा वा चित्रहरू दिमागमै बनाउन सक्छ, जस्तै कुनै आर्किटेक्ट। अनि साङ्गीतिक बौद्धिकता, धुन र लयको समझ, नारायण गोपालको जस्तो। शारीरिक गति संवेदी, मतलब आफ्नो शरीरलाई अद्भुत तरिकाले प्रयोग गर्न सक्ने खुबी, कुनै डान्सर वा खेलाडीमा जस्तो। त्यसपछि आउँछ अन्तर्व्यक्तिगत, अरूलाई बुझ्ने र सम्बन्ध बनाउने क्षमता, कुनै असल नेतामा जस्तो। अनि अन्तर्वैयक्तिक, जसले आफैलाई गहिरोसँग बुझेको हुन्छ, कुनै दार्शनिकले जस्तै। र अन्त्यमा प्रकृतिवादी बौद्धिकता, जो प्रकृतिसँग गहिरो सम्बन्ध राख्छ, कुनै कुशल पर्वतारोही जस्तो। ल, सिद्धान्त त गजबको छ,
तर यसलाई वास्तविक जीवनमा, खास गरी शिक्षामा कसरी लागू गर्ने त? के फाइदा हुन्छ यसले? गार्डनरको यो भनाइले सबै कुरा स्पष्ट पार्छ। उनी भन्छन्, यदि सबैको दिमाग फरक फरक छ, सिक्ने तरिका फरक फरक छ भने हाम्रो स्कुल, कलेज बनाउँदा यो कुरालाई ध्यान दिनु त सामान्य ज्ञानको कुरा हो नि। साँच्चै, यदि हामी सबैको बाठो हुने तरिका फरक छ भने किन सबैलाई एउटै तरिकाले पढाउने? यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। यस सिद्धान्तले शिक्षामा दुईवटा ठूला उपायहरू सुझाउँछ। पहिलो हो व्यक्तिगतीकरण, मतलब हरेक बच्चाको आफ्नै शक्ति र सिक्ने तरिका हुन्छ, त्यही अनुसार पढाउने। र दोस्रो हो बहुलीकरण, मतलब एउटै कुरालाई धेरै तरिकाले सिकाउने, कथा भनेर, गीत गाएर, चित्र बनाएर वा नाटक गरेर। यसो गर्दा कुनै न कुनै तरिकाले त हरेक बच्चाले बुझ्छ नि। र यसको सबैभन्दा राम्रो कुरा के हो थाहा छ? जब हामी यसरी धेरै तरिकाले पढाउँछौँ, तब पढाइ घोक्ने र रट्ने कुरा मात्रै रहँदैन। विद्यार्थीहरूले विषयलाई साँच्चीकी मनबाट बुझ्छन्, त्यसको गहिराइमा पुग्छन्। ल, यति धेरै कुरा गरेपछि अब यो विषयलाई आफैतिर फर्काएर हेरौँ। हाम्रो अन्तिम खण्ड, तपाईँ चाहिँ कसरी बाठो हुनुहुन्छ? त्यसो भए आजको यो पूरा छलफलबाट हामीले के बुझ्यौँ त? सारमा भन्दा पहिलो कुरा, बौद्धिकता भनेको कुनै ढुङ्गामा लेखिएको कुरा होइन, यो एउटै हुँदैन। दोस्रो, बाठो हुनुका, ट्यालेन्टेड हुनुका हजारौं बाटा छन्। र सबैभन्दा महत्त्वपूर्ण तेस्रो कुरा, जब हामी आफ्नो विशेष क्षमता के हो भनेर चिन्छौँ र त्यसलाई सम्मान गर्छौँ, तब मात्र हाम्रो वास्तविक सम्भावना बाहिर आउँछ। त्यसैले अब हामी फेरि सुरुको प्रश्नमा फर्क्यौँ, तर फरक आँखाले। अब प्रश्न के म बाठो छु भन्ने रहेन, बरु अब सोध्नुपर्ने प्रश्न हो, म कसरी बाठो छु? मेरो विशेष खुबी के हो? मेरो आफ्नै बौद्धिकताको सिम्फनी कस्तो छ? हो, आफ्नो त्यो अद्वितीय क्षमतालाई चिन्नु र त्यसलाई निखार्नु, सायद त्यही नै साँच्चै बाठो हुनु हो।